आज चाहिँ म हजुरहरूको सामु समोसाको रेसिपी लिएर आएको छु। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला। उसिनेको आलुमा हरियो खुर्सानी, प्याज, बेसार, स्वादअनुसार नुन, कुटेर राखेको लसुन अनि त्यसपछि थोरै तेलमा चाहिँ जिराले तड्का लगाएर चाहिँ मैले चाहिँ मसला रेडी गरिसकेको छु। यसरी मसला रेडी गर्दा चाहिँ समोसाको स्वाद चाहिँ एकदम धेरै राम्रो आउँछ। अनि मैदा गुद्दाखेरि चाहिँ हजुरले तेल, नुन त्यसपछि ज्वानो राखेर चाहिँ मैदालाई चाहिँ पहिला राम्रोसँग मिक्स गर्नुपर्छ। अनि बल्ल मात्रै पानी राखेर चाहिँ मैदालाई चाहिँ राम्रोसँग माड्नुपर्छ। त्यसपछि चाहिँ मैले चाहिँ गोलो गरेर चाहिँ बीच भागबाट काटेर समोसाको सेप दिँदैछु। समोसा बनाउँदाखेरि चाहिँ वरिपरिबाट पानी लगाएर यसलाई चाहिँ बन्द गर्यो भने चाहिँ हाम्रो समोसा फुट्ने सम्भावना हुँदैन। समोसा पकाउँदाखेरि सधैँ हामीले जान्नुपर्ने कुरा भनेको चाहिँ तेलको तापक्रम चाहिँ एकदम धेरै ठिक्कको हुनुपर्छ है। धेरै तेल तातेको भए पनि हाम्रो समोसा चाहिँ छिटो रातो हुन्छ, तर भित्रबाट चाहिँ हाम्रो आटा पाकेको हुँदैन। अनि त्यसपछि आगो सानो भयो भने समोसाले चाहिँ धेरै तेल सोच्छ, त्यही भएर चाहिँ समोसा पकाउँदाखेरि आगोको तापक्रम चाहिँ जान्न एकदम धेरै जरुरी छ। अनि यसरी दुवै साइडबाट चाहिँ उल्टाइ-पुल्टाइ गरेर रातो हुन्चेरी पकाइसकेपछि हाम्रो समोसा चाहिँ रेडी हुन्छ। हजुरहरूले पनि यसरी नै बनाएर इन्जोय गर्नुहोला। आजको लागि चाहिँ यति नै, भेटौँला अर्को भिडियोमा। बाइ बाइ।